हेलो हेलो गाइस, म आज पनि फेरि जङ्गलभित्र छिर्दैछु हैन। अथवा मेरो भ्लग चाहिँ सबैले हेरेन होला। यसरी म जङ्गलभित्र छिर्दैछु यो घनघोर जङ्गलमा एक्लै। अब अरू त छन् कि छैनन् थाहा छैन। चराचुरुङ्गीको छिरबिर आवाज छ, त्यही हो हैन। फेरि बेलुकी भइसकेको छ, 4 बज्यो। यसरी म जङ्गलतिर जाँदैछु हैन। डर लाउँछ कि यतिको अनि गाह्रो छ नि। अब बाघको डर छ, त्यसैले हो हैन। हाइट केही गरी अब बाघले आक्रमण गर्न सक्छ। हाँसी चाहिँ शान्त पनि हुन्छ हैन। हाँसीले बाघको नाकमा गोप्ने के बाघले आक्रमण गर्न आयो भने हाँसी फेरि सानो हाँसी हिँड्ने चलन छैन, यी ठुलै हो हैन। यस्तरी जङ्गलमा छु। ओहो, यस्तो बाटो नि अप्ठ्यारो छ, लोटिन्छ लेख्ने डर छ। यसरी जङ्गलभित्र घाँस दाउरा गर्नै पर्यो। गाह्रो छ, गोठाले गान्छलाई गाह्रो छ। यसरी पर्छ हैन। हुन त अहिले छङ्गा छ, अब खासै त्यस्तो डर लाग्ने छैन बर्खामा जस्तो भए पनि। कोही पनि बोल्दैनन् के अब है। एकचोटि हेर्नुवाला भनेको बिर्सेर आइएछ होइन। अब त्यही हो, दाउराहरू यसरी सुकेर कुहिएर खेर गइन्छ। मनको दाउरा अब आफ्नोमा लग्नु पर्यो दाउरा, अरूकोबाट लगिदिएर भएन होइन। गाली गर्न आउँछन् फेरि। यहीँनिर हो बाघ पाइन्छ, यहीँनिर हो। अब यहाँ उता गयो भने उतातिर गयो भने चाहिँ बाघ आउँछ। बाघलाई निकै यसले नाकमा गोप्ने हो, नाकमा। अहिले त बाख्राले उनीहरूले छङ्गे बनाएर चाहिँ अब डर छ, हो डर छ। वनमा आउन नि डर छ। कता हो यहाँ त उता गयो बाघको छाउरा छ उतातिर रे। आफूले देखिएको छैन होइन। बाख्रा पनि देखेको रे हो। एक आँखा बनाएर हेर्नु यसरी ओ पर हो। त्यो यहाँ जङ्गलभित्र जानुभयो यस्तो हो। खर्या गर्छ के अरे। अब खै के छ कसो छ थाहा छैन। बाबा भने बाबालाई भाग्न पर्छ, फेरि डुब्नु पर्छ। फेरि यस्तो छ यहाँबाट फौज निस्कियो, च्याप्प खाँदैन गर्छन्। फेरि त्यसको नाकबाट त पहिला खोज्नु पर्ने हुन्छ, उसलाई ठोक्नु पर्ने हुन्छ। गाह्रो छ नि। फेरि अरू बाटो हेर्दै डुबेको झन्डै फेरि यसरी डुब्नु पर्छ। यस्तो छ, गाह्रो छ, डर लाग्छ नि। हो हामीले हेर्दै डुबुले गर्नुपर्छ। बल्ल आफ्नो बारीमा आइयो होइन। यस्तो छ हाम्रो बारी, सब जङ्गलले भरेर खत्तम भइसक्यो हाम्रो बारी। खोइ मेरो सिस्न उन्ने पाती बनमारा सबले उतातिर नजाने होला, डर छ। दाउरा यतै काटेर जाने होला, गाह्रो छ नि। यहाँ चाहिँ मैले चाहिँ यही लगेर जाने, एक डोगा पर्छ पुरा। अनि यो एक भारी दाउरा यही लगेर जाने हो होइन। दाउरा काट्ने गोराटी अनि यही लगेर जाने हो। यस्तो छ है गाइस। फेरि घाम पनि ओ पारि पुगिसक्यो।
बाघ आउँछ भने डर त अब लगेर जाने हो। भाइले चाहिँ रेडी छ यसरी लगेर जाने हो होइन। बाघको डर पनि छ यसरी अहिले हाइवे गर्ने अनि बल्ल नाकमा गोप्ने क्या नाकमा यहाँ हेरौँ न हाँसी बटल बोकेर त्यस्तो नि फेरि यसरी यसरी सब बाघ निस्किरहेको छ यहाँबाट हो हुनाएर हो तलारी लगेर जाने हो। अब यो घारी यसरी यो चाहिँ बारी पहिला पहिला हामीले कोदो छर्ने मकै छर्ने होइन अनि कोदो मकै छर्ने अनि यहाँ आरुहरू हुन्थ्यो यहाँ होइन। अब टिमुरहरू हुन्थ्यो यतातिर हाम्रो गोठ थियो त्यो बुट्टा मुनितिर हाम्रो गोठ थियो 15-16वटा गाई गोरु गरेर बान्नुहुन्थ्यो हजुरबाले त्यहाँ बस्नुहुन्थ्यो। हामीले म चाहिँ चट्ट त्यो हजुरबालाई खानेकुराको पिठो आटो ढेँडो चामलहरू लिएर आउँथेँ होइन। अहिले त थिएन नि त यस्तो वन पहिला वन थिएन नि त यस्तो यसरी आउँथेँ अनि दिउँसो चाहिँ हजुरबाले चाहिँ अब गोरु फुकाएर जानुहुन्थ्यो उता वनतिर जाने हो माथितिर थियो चराउने यता चाहिँ अब पुरै खेती गरिन्थ्यो के अरे माथितिर थियो चराउने त्यो हजुरबा गएको बेलामा हामीले चाहिँ हजुरबाले चाहिँ पकाएर राखेको के राख्नु चाहिँ पकाएर अब त्यो दिउँसो आएर खाइन्थ्यो हामीले होइन। अब ट्याक्क म चाहिँ स्कुल जाने फेरि शनिबार चाहिँ हप्तामा हजुरबाले चाहिँ खर्च छोड्न आउँथ्यो घर चाहिँ उता पऱ्यो त्यसरी आउँथेँ म होइन। अनि हजुरबाले पकाएर खानेकुरा खाइदिने अनि भाग्ने खर्चहरू त्यहीँ राख्ने भाग्ने। अब गोठ त त्यस्तै अब त्यस्तो अगाडि भाङ्गे भएको अनि यता छेउछेउमा बान्नु अनि माथि छाएको अनि पछाडि बान्नु भएको त्यही हो त्यसरी हुन्थ्यो त्यस्तो भाङ्गेमा सुत्ने। अब अहिले चाहिँ यस्तो जङ्गल भएर यहाँ खेती नि गर्नु छोडियो अनि रुखहरू त्यसरी छ यता दाउराहरू चिलाउनेहरू यसरी छ त्यो चाहिँ हाम्रो घाँस दाउरा गरिन्छ घाँसको बुट्टाहरू पनि छ टन्नै हो ड्रिल छ टुसारे छ होइन खन्ने छ त्यसरी चाहिँ अहिले लैन्छ पशुलाई लैन्छ। पहिला चाहिँ माथि माथि जानु पर्थ्यो अहिले चाहिँ यहीँ छ होइन। अहिले चाहिँ यतातिर सानसानो रुखहरू छ यतातिर अब बढ्दै गरेको रुखहरू अब ढुङ्गासुङ्गा चाहियो भने हाम्रैमा छ अरूकोमा जानु पर्दैन के गर्नु खालि उयो अब बाटो छैन भन्ने हो मोटर बाटो नत्र लानु पऱ्यो भने चाहिँ आफ्नै गरेर छ यति माथिबाट एरिया सबै माथिदेखि यति पर्छ त्यही अरू त के छ। अब रात पर्नु लागिसक्यो म चाहिँ जाने हो अब ल तपाईँहरूले मेरो भ्लग हेर्दै गर्नुहोस् लाइक गर्दै गर्नुहोस् कमेन्ट गर्दै गर्नुहोस् सब्सक्राइब गर्दै गर्नुहोस् होइन। अब मेरो भ्लग चाहिँ आउँदै गर्दा यस्तै हो अब गोठालोको भ्लग चाहिँ यस्तै हो अरू त त्यस्तै अरू त्यो कता कता घुमेको डुलेको भ्लगहरू हाल्छन् म चाहिँ यही वनतिर आएको घाँस दाउरा गरेको होइन त्यही हो मेरो भ्लग चाहिँ आउने। अब ल साथीहरू म चाहिँ जाने हो यसरी यहाँ राख्नु पऱ्यो अनि बाघको नाकमा कोप्ने हाँसी चाहिँ हो होइन राख्नु पऱ्यो। यो एक भारी दाउरा छ यहाँ बानेर राखिदिनु भएको थियो यसलाई यहाँ चढाउनु पऱ्यो अनि यस्तो गरेर अनि यहाँ झोला चाहिँ नाम्लो छ यसरी चाहिँ म चाहिँ अब डोको चाहिँ बोकेर हिँड्छु। तपाईँहरूले चाहिँ मेरो चाहिँ भ्लग हेर्दै गर्नु होला लाइक कमेन्ट सब्सक्राइब गर्दै गर्नु होला र युट्युब च्यानल पनि छ मेरो सलिन बसेल भन्ने युट्युब च्यानल छ त्यो युट्युब च्यानलमा गएर चाहिँ तपाईँहरूले चाहिँ भिडियो हेर्नु होला यदि मन पऱ्यो भने लाइक सेयर कमेन्ट गर्नु होला र लास्टमा सब्सक्राइब पनि गरिदिनु होला र भिडियो के कस्तो भिडियोहरू हेर्न चाहनुहुन्छ त्यो चाहिँ कमेन्टमा लेखिदिनु होला होइन। त्यस्तो राम्रो त भिडियोहरू बनाउँदिनँ मैले त्यही पनि यस्तै वनजङ्गलमा आएको दाउरा घाँस गरेको पशुलाई गाईबस्तुलाई गाईबस्तुको खर्च हो अब त्यही हो हेरिदिनु होला भन्न चाहन्छु। ल अहिलेलाई चाहिँ म हिँडेको यो मेरो भारी यो भारी लगाएर चाहिँ म अब हिँड्न जाने हो।